Hello everyone, welcome back to my another video. सबैजनालाई दर्शन and all of you happy दशैं। यो चाहिँ हामी नेपालीको सबभन्दा ठुलो चाड भयो। सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ म रेडी भइसके। र देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ सो दर्शन सबैजनालाई योपालि चाहिँ मलाई लुगा किनिदिएन र मैले कमेन्ट लगाएको छु गाइस। दर्शन नमस्कार। यो चाहिँ भक्तिको फ्यान हो। म चाहिँ आमा हुनुहुन्छ। अन्त पछिबाट यहाँ बुवाको रेडी भइसक्यो। यति छ टिकाको सामग्रीहरू र जति हुन्छ म तपाईहरुलाई अहिले देखाउँछु भिडियोमा है। अहिले हाम्रो गाना बज्दैछ। साइड भएको थिएन, म चाहिँ अगाडि नै रेडी भएको थिएँ। अन्त पछि म चाहिँ नाच्नुपट्टि लागि हेर्न सक्नुहुन्छ मेरो डान्स धेरै वर्ष भइसकेको थियो स्कुलमा हुँदा डान्स गरेको हैन। यो गाना पनि त्यही सुनेको तर मलाई आउनु चाहिँ आउँदैन। एक दुईपल्ट सुनेको थिएँ, आउनु चाहिँ आउँदैन गाना। हेर्न सक्नुहुन्छ मेरो डान्स। ठिकै मैले डान्स गरिसकेर टिकाको साइड पनि गइसक्यो। अन्त हामी टिका लगाउनु बस्यो। अन्त पछिबाट आमा बाबाले यहाँनिर दक्षिणाहरू दिनुहुन्थ्यो, टिका मुस्नु हुँदै थियो, हामीलाई पुज्नुभयो। अन्त यो टिका चाहिँ मजाले लागेन रहेछ। बाबाले भन्नुभयो यो टिका यो मजाले लागेको छैन, दही लिएर आउनु भन्नुभयो। अन्त आमाले दही लिएर आउनुभयो, बाबाले दियो कलशमा पुज्नु भयो। अन्त पछि हाम्रो टिका स्टार्ट। मेरो भाइ चाहिँ यहाँ खुसखुस गर्दै थियो हामीले। हेर्न सक्नुहुन्छ अब मेरो मित्र नयाँ टिका लगाउने टिका लगाइसकेँ। अन्त मैले पनि पछि भाइले चाहिँ मेरो चाहिँ निधारमा ड्याममै लगाइदिनु टिका भन्दै थियो भाइले बाबालाई। तर ड्याममै नै लगाइदियो टिका लगाउनु चाहिँ। अन्त यसले त्यति साह्रो मजाक गर्दै थियो, वाक्कै पार्यो हामीलाई मजाक गरेर भनेर। यसलाई चाहिँ अल्छी ल्याएको थियो, यस्तो हाँसको ऱ्याप गरेँ के गरेर सुन्नु। मेरो भाइ हो, टिका लगाउँदा पैसा बेसी देऊ, पैसा कम्ती भयो भने हामी आशीर्वाद टेर्दैन, होइन पैसा बेसी चाहियो। अनि मेरो पाली पनि आयो। आमाले जमरा टकाउनु लगाइदिनु भयो। अन्त आमा बाबाले सँगै दक्षिणा दिएर मेरो खुट्टा पनि रोक्नुभयो। अन्त हेर्नुहोस् भाइको टर्नमा चाहिँ यति जे पनि यस्तो हाँस उठ्दो भएको थियो। सुन्नुहोस् के भन्छ त्यसले। खोइ बाबालाई पैसा दिएर त्यसले टिका लगाइसकेपछि अनि माथि हजुरआमाको हतिरको थियो। खानु आफ्नो कमाइ राम्रो होस्। अब तिमीले त कमाउनु पर्छ बाबु, अब यस्तै हो कमाइनु। मेरो भिडियो चाहिँ दक्षिणै दिँदा मात्र मेरो भिडियो भएछ। हेर्न सक्नुहुन्छ घरमा पनि त्यस्तै थियो, यहाँ बजिएको पनि त्यस्तै भयो। अन्त चाहिँ हामी हाम्रो मामालाई गयो, मामाले टिका लगाइदिनुहोस्, मामाले मलाई ब्लेसिङ पनि दिनुहुँदैछ। सुन्नुहोस् अनि भित्र लगेर चाहिँ हेर्छु अनि म अहिले भरे कमेन्टमा भन्छु। उहाँ चाहिँ हाम्रो एकदमै टप माइज हो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भिडियो।